हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना आरामै हुनुहुन्छ। आज म बनाउन गइरहेको छु पोर्कको अचार। साथीहरू यो देख्न सक्नुहुन्छ, अचारको लागि मैले चाहिँ लसुन होइन, अनि अदरक, अनि खुर्सानी, अनि यहाँ देख्न सक्नुहुन्छ जिरा, धनियाँ, अनि कालो त्यो दाना होइन, अनि सबै मिक्स गरेर हामी चाहिँ अब यी सबै कुराहरू मिक्सरमा मिक्स गरिसके पछाडि अनि यहाँ देख्न सक्नुहुन्छ तेल होइन, तेल पनि चाहिन्छ होइन थोरै। अब यहाँ चाहिँ बोइल हुँदैछ बङ्गुरको मासु चाहिँ मैले बोइल गर्दैछु। अनि यहाँ चाहिँ अब रेडी भइसक्यो होइन, अनि मासु पनि अब पाकेर रेडी भइसक्यो। अब देख्न सक्नुहुन्छ अब यिनीहरू चाहिँ अब मैले सबै रेडी बनाएर एकै ठाउँमा बनाइसकेको छु है। अनि यो बनाइसके पछाडि चाहिँ अब मैले अब स्टार्टिङमा चाहिँ यी कुराहरूलाई लिएर होइन, सबै टोटल यहाँ चाहिने चिजहरू अचारको लागि चाहिने चिजहरू चाहिँ मैले रेडी बनाइसकेको छु। अनि यो देख्न सक्नुहुन्छ मासु भयो, अनि यहाँनिर चाहिँ यो खुर्सानी, अदुवा होइन, अनि यहाँनिर देख्न सक्नुहुन्छ धनियाँ, जिरा। अब चाहिँ म स्टार्टिङमा मिक्सरमा चाहिँ यो काट्न गइरहेको छु होइन अदुवा। अब अदुवा चाहिँ म यसरी काट्छु फेरि थपेर होइन, अलिकति काटेको थियो फेरि थपेर म काट्दैछु। देख्न सक्नुहुन्छ म यसरी काट्छु। अनि काटिसके पछाडि यसलाई चाहिँ अब खुर्सानी होइन, अनि अदुवा, लसुन एकै ठाउँमा मिक्स गरेर अनि मैले चाहिँ मिक्सर गर्छु। अनि यो चाहिँ पेस्ट बनाउँछु होइन। अनि पेस्ट बनाइसके पछाडि चाहिँ अनि फेरि म यो जिरा धनियाँ भुट्दैछु होइन। अनि यो भुटिसके पछाडि चाहिँ अब यसलाई हल्का यसको बास्ना अलिक कम हराउँदै जाने स्टाइलले चाहिँ मैले भुट्छु। अनि भुटिसके पछाडि चाहिँ यहाँनिर अब यो चाहिँ अब भुटिरहेको छु होइन। अब यो अलरेडी हुने बेला भइसक्यो होइन, अब पाक्यो। अब यसलाई चाहिँ म मिक्सरमा खन्याउँछु। अब पाकिसके पछाडि मिक्सरमा खन्याइसके पछाडि चाहिँ यसलाई म चाहिँ अनि मिक्सर गर्छु। अब यो अलरेडी मिक्सरमा हालिसके पछाडि एकैछिनमा घ्याएर हुन्छ होइन। अनि यहाँ देख्न सक्नुहुन्छ खुर्सानी, अनि खुर्सानीको पेस्ट, अनि जिरा मसलाको अब कराई पनि तात्यो। स्टार्टिङ गरौँ होइन, सुरुमा चाहिँ कराई तातिसके पछाडि हामीले तेल नै गरम गर्नुपर्ने हुन्छ है। तेल गरम गरिसके पछाडि चाहिँ बल्ल हामीले चाहिँ त्यो तेलको बास्ना हराइसकेपछि मासु हाल्छौँ। अनि मासुलाई चाहिँ हल्का सानो फ्लेममा, ग्यास सानो फ्लेम गरेर अनि मासु चाहिँ हामी त्यहाँ चाहिँ हाल्छौँ है। अनि त्यहाँबाट चाहिँ हाम्रो यो मासु चाहिँ हल्का यो बोइलिङ गरेको मासु हो नि त। अनि यसलाई थोरै थोरै हाल्दै भुट्दै गरेर अनि यो बङ्गुरको चाहिँ आजको यो बङ्गुरको मासु चाहिँ एकदम बोसो रहेछ क्या होइन। अनि तेल चाहिँ एकदम धेरै निस्किन्छ यसको, आज मलाई थाहा भइसक्यो है। अब चाहिँ हामी स्टार्ट गऱ्यौँ होइन भुट्नको लागि। अब टोटल हामीले सबै मासुहरू खनाइसक्यौँ। मासु खनाइसके पछाडि चाहिँ यसलाई थोरै सानो फ्लेम ग्यास गरेर चाहिँ यसलाई भुट्नु पर्ने हुन्छ। अनि भुट्दै जाँदाखेरि अनि यो हल्का रातो रातो हुन्छ। अनि त्यति बेला चाहिँ मैले रातो खुर्सानी चाहिँ मैले हालेँ। यसमा रातो खुर्सानी मिक्स गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ होइन। अब पिरो कति खानुहुन्छ भन्ने कुरामा भर पर्छ। तपाईँहरूले चाहिँ धेरै पिरो खानुभयो भने चाहिँ यो खुर्सानी हाल्न सक्नुहुन्छ। यदि धेरै हाल्न सक्नु अब हुन्छ नि, खानु भएन भने चाहिँ धेरै नहाल्दा हुन्छ। मैले भने अलिकति पिरो खानु हुने भएकोले अलिकति खुर्सानी चाहिँ बढी नै हालेको छु है। यहाँ मिक्सरमा पनि धेरै नै हालेको छु। सँगसँगै अब चाहिँ मैले यो मसलाहरू चाहिँ अब यो अदुवा, लसुनको, खुर्सानीको पेस्ट मैले पिनेर राखेको थिएँ। अनि यो चाहिँ मैले यहाँ एड गरिसकेँ होइन। अब सँगसँगै थोरै नुन पनि हालिदिँदा अझ बेटर हुन्छ, किनभने यसको टेस्ट आउँछ नि त होइन नुन हाल्यो भने। नुन पनि मैले हालेँ। अब यसलाई थोरै चलाइदिउँ। चलाइसके पछाडि चाहिँ यो हल्का त्यसको बोइल भइरहेको हुन्छ त्यति बेला। अनि यो मसला मैले जुन मैले पिनेर राखेको थिएँ धनियाँ, अनि चाहिँ जिरा, अनि थोरै त्यो कालो दाना
होइन अनि त्यो चाहिँ मिसाएर त्यसलाई के मरिच भन्छ है अनि मरिच मिसाएर चाहिँ भुटेर मैले मिक्स गरेको थिएँ। अब लगभग टोटली मैले चाहिँ यसलाई रेडी बनाइसकेँ सबै सामानहरू होइन गरेर अनि बेसार पनि हालिसकेको छु है मैले खुर्सानीसँग एड गरेर। अनि अब चाहिँ यसलाई थोरै भुट्दै जाउँ होइन भुट्दै जाँदाखेरि चाहिँ यसको ग्यासको भोल्युम चाहिँ एकदम सानो नै हुनुपर्छ है। अब धेरै ठुलो गऱ्यो भने चाहिँ फेरि यसको राग हराउँदै जान्छ। अब अलरेडी रेडी भइसकेको छ लगभग होइन अब टोटल एकदमै खाउँ जस्तो अवस्थामै भइसकेको छ यो चाहिँ बङ्गुरको पिक्कल है। मैले चाहिँ सबै कुराहरू मसलाहरू चाहिँ एड गरिसकेँ। अब यसको परीक्षण भनेको अन्तिम नतिजा आइसकेको छ। यसको लागि चाहिँ तपाईँहरूले अब यसलाई खान सक्नुहुन्छ होइन यति बेला अब लगभग टोटल पाकिसक्यो भन्दा पनि हुन्छ। यो अलरेडी पाकिसकेको छ होइन किनभने बोइलिङ भएको भएर पनि मैले खासै धेरै भुटिनँ। त्यसको बङ्गुरको आएको बोसोहरू चाहिँ मैले थोरै फालिसकेको थिएँ। अनि यहाँनिर देख्न सक्नुहुन्छ अब टोटल्ली फाइनल्ली अहिले चाहिँ हाम्रो बङ्गुरको मासुको अचार चाहिँ रेडी भइसक्यो। देख्न सक्नुहुन्छ साथीहरू हेर्नुहोस् मैले चाहिँ उतारेर राखिसकेँ लगभग यसलाई 15-20 मिनट जति बाहिर उतारेर राखेर अनि यसलाई चाहिँ एउटा डब्बामा हालिदिने। अनि साथीहरू होइन तपाईँहरूले थोरै भेन्टिगर हालेर अनि भेन्टिगर हालिसके पछाडि तपाईँहरूले महिनौ 3 वर्षसम्म पनि खान सक्नुहुन्छ। फाइनली अचार चाहिँ रेडी भइसक्यो है साथीहरू एकदमै मजाले पाकेको थियो। फेरि मैले चाहिँ हल्का मन नमानेर थोरै उस गरेर तताइदिएको थियो कि अनि फेरि चलाएँ। अनि अब ल हेर्न सक्नुहुन्छ साथीहरू है रेडी नै भइसक्यो अचार चाहिँ। अब लगभग भनौँ न खानको लागि चाहिँ रेडी भइसक्यो है र तपाईँहरू पनि यसरी नै बनाउन सक्नुहुन्छ बङ्गुरको अचार चाहिँ। खासै त्यति अप्ठ्यारो पनि छैन होइन धेरै कुराहरू एड गर्नुपर्छ भन्ने पनि होइन आफूले सकेको घरमै भएको सानो सानो चिजहरूलाई चाहिँ हामीले मसलाहरू गरेर चाहिँ रेडी बनाउन सकिन्छ। साथीहरू देख्न सक्नुहुन्छ पोक अचार रेडी भइसक्यो। तपाईँहरू पनि यसै गरी बनाएर खान सक्नुहुन्छ। साथीहरू आजको अचार मैले बनाइसकेको छु होइन तपाईँलाई कस्तो लाग्यो लाइक अनि सब्सक्राइब कमेन्ट सेयर गर्न नभुल्नुहोला। बाई बाई।